शिक्षक नियुक्ति गर्नको लागि 2 वर्ष नै विज्ञापन रोकिएको थियो। राजनीतिको चलखेल भइरहेको छ। दर्शकबिन, विद्यालय व्यवस्थापन समितिको अध्यक्षले आफ्नै छोरोलाई शिक्षकमा नियुक्ति गर्नको लागि चलखेल गरिराखेको छ। एक्जामको समयमा चलखेल भएको स्थानीयले आरोप लगाएको छ। विद्यालय शान्ति क्षेत्र हो, तर विद्यालय शान्ति क्षेत्र होइन, अशान्ति क्षेत्र हो। हुन त यो दृश्य तपाईँ हेर्नुहोस् अनि मात्रै अनुमान गर्नुहोस्। कृष्ण कुमार चौधरी आदि आधारभूत विद्यालयमा लगभग 1 वर्षदेखि विज्ञापन रोकेर राखिरहेको थियो। हजुर, उसको छोराको लाइसेन्सको रिजल्ट आएपछि अनि विज्ञापन गर्यो। अब उनीहरू भन्दै हुन्थ्यो कहिले दिल्ली सरले कहिले यताबाट नगरपालिकाले मान्दैन, कहिले कसले मान्दैन भनेर विज्ञापन दिइरहेको छैन त्यो अनुमति। अनि उसको छोरोको लाइसेन्सको रिजल्ट आएपछि अनि अनुमति दियो यताबाट अनि विज्ञापन निकाल्यो। हामीलाई के शङ्का लागिरहेछ भने अब त्यहाँ पहिला नै सेटिङ भएको हुनाले त्यहाँ विद्यालय व्यवस्थापन समितिको अध्यक्षको छोरा अब जुन छ त्यहाँ उहाँको भतिजो नै पर्छ अजय चौधरी, उहाँकै गर्ने भनेर यिनीहरू सिटिङ गरेको। तपाईँहरू कतिजना आज इक्जाम दिनुभयो? हामीले 10 जना सङ्ख्या भइसकेको छ। उहाँ व्यवस्थापन समितिको अध्यक्षको छोराको नियुक्ति हुन्छ भनेर तपाईँहरू अहिले सङ्ख्यामा परिराख्नु भएको छ। यो चलखेल नै भइरहेको छ। चलखेल भइरहेको छ। तपाईँको अनुमान छ? यो अनुमान छ अजय चौधरी नै नियुक्ति भएपछि त्यो विद्यालयमा अनि यो चलखेलमा नै नियुक्ति भएको हो भनेर त्यो प्रश्न हुन्छ। अनि तपाईँ के भन्न चाहनुहुन्छ यो विषयमा? यो विषयमा के भन्न चाहन्छु भने यसरी यो सुरुमै परीक्षा लिँदाखेरि चलखेल नगरिकन निस्वार्थमा जो पास भयो उसैलाई गर्दाखेरि राम्रो हुन्थ्यो। नगरपालिकाको पनि हात, नगरपालिकाले नै सुरुमा विज्ञापन गर्ने अनुमति दिइरहेको थिएन भनेपछि त उसको पनि हात छ भन्ने लाग्छ नि त। हाम्रै इनरवा नगरपालिका न बबियाको घटना हो, जुन कि श्री महावीर आधारभूत विद्यालयको घटना हो। शिक्षक नियुक्ति गर्नको लागि 2 वर्ष नै विज्ञापन रोकिएको थियो। 2 वर्ष पछि विज्ञापन जारी गरेको छ। हुन त यो राजनीतिको चलखेल भइरहेको छ। दर्शकबिन, पटक पटक विद्यालयहरूमा राजनीतिकै चलखेल देखिन्छ। दर्शकबिन, विद्यालय व्यवस्थापन समितिको अध्यक्षले आफ्नै छोरोलाई शिक्षकमा नियुक्ति गर्नको लागि चलखेल गरिराखेको छ। स्थानीयहरूले आरोप लगाइराखेको छ। एकजना स्थानीयले आरोप लगाएको छ एक्जामको समयमा चलखेल भएको उहाँले गुनासो गरेको छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल्ली राज निरौलासँग हामी कुराकानी गर्नेछौँ। त्यो धाँधलीको आरोप छ नि, यसलाई के भन्नुहुन्छ? अवश्य शिक्षक नियुक्ति भएको छैन, धाँधली सम्मान म देख्दिनँ। किनभने विद्यालय समितिले विज्ञापन गर्यो होइन, निश्चित समय सीमापछि परीक्षा लिने टाइम तोक्यो। विज्ञहरू हामीले गरेको विज्ञान मैले हिजो साँझ मात्रै मैले कल गरेको छु। त्यसो भएको हुँदा लेख्ने मान्छे, योग्य मान्छे छानिनुपर्छ, छानिन्छ। यो विज्ञापनमा 4 दिनको तपाईँहरू जुन थप गर्नुभएको छ, गुनासो आइराखेको छ लाइसेन्स निकालो अध्यक्षको छोरोले, त्यही भएर 4 दिन थप गर्नुभयो। यथार्थ यही हो? सुरुकै कुरो विज्ञापन कसरी हो त्यसमा चाहिँ मलाई थाहा छैन। तर विज्ञापन स्कुलले गरेको जान्छ निष्पक्ष हामी गर्छौँ। त्यसमा चाहिँ म आफू चाहिँ प्रतिबद्ध छु। अनि तपाईँहरूमाथि आरोप लगाइराखेको छ विद्यालय व्यवस्थापन समितिकै अध्यक्षको छोरोको नै नियुक्ति हुन्छ। यो वास्तविकको यही हो कुरो कि दिवेश अध्यक्षको छोरो भन्ने नहुने भन्दाखेरि जसले जितो उसले हुने हो क्या? होइन, गुनासो के आएको छ भन्नाले सेटिङकै भरमा नियुक्ति हुँदैछ भनेर। सेटिङ हुँदैन। योग्य मान्छे हामी विज्ञ बाहिर ल्याएका छौँ। हाम्रो शिक्षाको अधिकृत बसिरहनु भएको छ। हामी लिएर मोनिटरिङ गरिरहेका छौँ। त्यसो हुँदा कसैको छोरो कसैको बुहारी हुँदैमा हुने होइन होइन। दिवस अध्यक्षको छोरो योग्य हुँदैमा ऊ नआउनु पनि होइन, हुन्छ नि त। दिवस अध्यक्ष भएर ऊ विज्ञापन भर्न पाउने होइन। भएमध्येका जसले राम्रो गर्छ त्यो सानो हुन्छ। तर फर्स्ट पेपरमा त उसले चाहिँ नलेखिकन बसेको छ भन्छ, तर चाहिँ त्यसैको नाम आयो भने त्यसलाई के भन्ने? त्यस्तो त कहाँ हुन्छ? त्यस्तै विद्यार्थीहरूले भन्नु, त्यही भएर त्यसो होला र। त्यो त हाम्रो विज्ञहरूले हेर्छ नि त। यो भिडियो तपाईँ पनि हेरिसक्नु भएको होला। प्रमुख प्रशासकीय अधिकृतले भनेको छ कुनै यो सेटिङको भरमा एक्जाम भएको छैन। जसले एक्जाम पास गर्न सक्छ उहाँलाई नै नियुक्ति हुन्छ भनेर उहाँले दाबी गर्नु भएको छ। तर स्थानीयले के आरोप लगाएको छ? सेटिङकै भरमा नियुक्ति हुन्छ भनेर।